हेलो एभ्रिवान। अब हामी चाहिँ धेरै दिनपछि भेटिरहेको छौँ। आज म पूजा गर्न गइरहेको छु नुहाइ गरेर। आज व्रत मङ्गलबार। मैले अस्तिदेखि ब्लग हाल्न भ्याइरहेको थिइनँ नि त, अनि त्यही भएर मङ्गलबारको ब्लग चाहिँ आज हेर्नु होला। यहाँ पानी परिरहेको छ, हेर्नु न, पानी परेर यस्तो हालत छ। अनि पूजासुजा गरेर रेडी भएर अनि बाबुलाई स्कुल छोड्न गएँ। अनि त्यस पछाडि म मम्मी घर जाँदैछु। माइत नजिक हुनुको पनि फाइदै छ, आउँदा आउँदै चोकमा परिहाल्छ। अनि के गर्दै हुनुहुन्छ भनेर यसो बोलाउन जानु मन लाग्छ क्या। अब दाजुभाइ छैनन्, दिदी बहिनी मात्रै। दिदी काठमाडौँमा छ, अनि त्यही भएर हेर्नु न, मम्मीको माया अनि फेरि जाने बित्तिकै लु आज व्रत छ, दुध र केरा खाएर जाऊ है भनेर अनि दिनुभयो। अनि खाएँ, छिटो खाएँ, ढिलो भइसकेको थियो। आएँ अनि सिटीमा चढाएर सिटीबाट गएँ। अफिस जाँदैछु, के गर्नु, घरमा 3 लाखको बाइक छ, अब यहाँ सिटीमा जानु परिरहेछ। अनि यो चाहिँ हाम्रो बाटोमा जाँदा जाँदै विराटेश्वर मन्दिर, सबैभन्दा ठुलो शिवको मन्दिर है। अनि त्यस पछाडि हामी मल पुगिसक्यौँ। अनि आफ्नो मल सेन्ट्रल मलमा अनि गयौँ हामी तल। अनि गएर हो इन्ट्री गेट, हेर्नु न, हाम्रो इन्ट्री गेटबाट यस्तो छिरेर के गएको। यहाँ माथि त मस्त कुरा काटेर गफ गरेर बसिरहेका रहेछन्। यिनीहरूको कामै छैन क्या। अनि त्यस पछाडि अब दिनभर बिजी रह्यो। अनि त्यस पछाडि लन्च ब्रेक भएपछि अनि लन्च खान्छौँ सबजना। यसरी नै हामी क्यान्टिनमा बसेर धमाधम लन्च खान्छौँ। यहाँ हेर्नु न, यो फेरि यसको आज बर्थडे, कसैले केही भन्दैनन् भनेर उहाँ हेर्नु त, यसको यसरी घुम्ने इच्छा पुरा गर्ने छ अरे। अनि उहाँ यसरी घुम्दैछ। अनि त्यस पछाडि सबैजनाले दिदी मेरो पनि खिचिदिनु न भन्दै चाहिँ उहाँ पाइहाल्यो। अनि काउन्टरमा अनि यहाँ हेर्नु न, यो समृद्धि भाइरल भएको छ अहिले, भाइरल। अनि हामी त्यस पछाडि टी ब्रेकमा आयौँ। अनि त्यहाँ चाहिँ हामीलाई जोइन गर्नु हुँदैछ हाम्रो मिस्टर विक्रम घिमिरे एन्ड मुकुन्द सिंह राठोड। अनि ल उसको बर्थडे। अनि हाम्रो मलमा यहाँ म्यामहरू सबैजना मिलेर केक काटिदिनुहुन्छ नि त। अनि सबैजना भेला भयौँ। सबैजना भेला भएर अनि केक काट्यौँ, बर्थडे सेलिब्रेट गऱ्यौँ। अनि त्यस पछाडि अनि छुट्टी भयो। मेरो त 7 बजी छुट्टी हो। अनि म निस्केर गएँ। बाई बाई। अब